हामी कलकत्ता जान लागेको अनि अहिले हामी काउखोला आइपुग्यौँ। अहिले कति बजी भने कति बजी अहिले 6:45 भयो। गाडी 8 बजी छुट्छ अरे। हामी सुरुमा ताङतिङ जान लागेको। ताङतिङ जानु पैसा हेलो, हामी चाहिँ पर्च्याङबाट रुमबाट हामी ट्याक्सीमा चढेर के भन्छ हामी टाइटिङ जाने के अरे बसबाट के भन्छ काउखोला बस पार्क आइपुगेछौँ हामी अहिले। अब यहाँबाट हामी गाडीमा चढेर टाइटिङको बसमा हिँड्दो रहेछ गाडी चाहिँ हामी 4 जना अनि अनि गाडीमा चढेर अनि अब टाइटिङतिर अब हामी कति अझै हामीलाई 1 घन्टाभन्दा धेरै कुर्नु छ यहाँ। अनि बल्ल लाग्छ। कस्तो फिल भइरहेको जाने बेलामा मलाई त जाडो फिल भइरहेको छ। कस्तो रमाइलो होइन। ए अनि किन्नुपर्छ नि। मलाई रुगा लाग्यो खोकी लाग्यो भने त फेरि खतरा हुन्छ। अझै 8 बज्ने कति बेला हो। अझै हामी कुरिरहेछौँ। अझै खाली छ बस। अब हामी पोखराको के गाउँ एकाउँ खोलाबाट ताङतिङको लागि हिँडिसक्यौँ। गाडी भर्खरै हिँड्दैछ। यहाँ हामी 6 बजे 6:30 हुँदै यहाँबाट रोकेर बसेको थियौँ। बेला गाडी हिँड्यो 8:30 मिलायो बल्ल हिँड्यो। हामी कति बजी आएको? कति बजी आएको थियौँ? 6 बजी आएको हामी। 6 बजीबाट 8 बजीसम्म 8:30 बजीसम्म पुगेर बसी बल्ल हिँड्यो गाडी। अब हामी पुग्ने कति बेला हो? 2 घन्टा हुन्छ, 3 घन्टा 4 घन्टा लाग्ने कि होइन लाग्दैन। गाडीमा त 2 घन्टामा पुगिन्छ। तर त्यहाँबाट हिँड्दा हामी कटपुर डाँडा जाने हो। त्यसमा चाहिँ अलि टाइम लाग्छ। हिँड्न कति सकिन्छ भन्ने कुरा अब हेरौँ के हुन्छ। ताङतिङ आइपुग्यौँ। अनि यस्तो राम्रो छ। अहिले कति बजी? हामी 8 बजी 8:30 बजीतिर हिँडेर अहिले 11 बज्न लाग्यो। यहाँ आइपुग्यौँ। यस्तो राम्रो क्लियर भएको छ। हेलो अब हामी यहाँ खाजा खाने अनि खाजा खाएर अनि हामी हिँड्दै जाने। हिँड्दै जाँदाखेरि धेरै नै टाइम लाग्छ। बस बेलुका पुग्ने गरी गए पनि हुन्छ। बेलुका पुगिन्छ। हिँड्दै गइन्छ। एकदमै रमाइलो। अनि यस्तो राम्रो क्लियर देखिएको छ हिमाल। वाउ। अनि यताको गाउँहरू कस्तो राम्रो क्लियर देखिएको छ। तर मेरो मोबाइलले राम्रो देखाएको छैन। एकदम राम्रो छ। कर्पु जानु नि भन्नुभयो दिदीले। हामी तानतिङमा छौँ अहिले चाहिँ। पर्सि
यस्तै खानेकुरा हामीले भेटेको बाटोमा एकदम यसबाट अमिलो भन्छ अरे यही जङ्गलमा भेटेको उताको सुक्लेस गाउँ रहेछ यो अन्नपूर्ण हिमाल हामी जाँदैछौँ यता